ल मेरो ब्लगमा स्वागत छ। फेरि आज चाहिँ हामी जाँदैछौँ चेप्टी चेप्टी भन्दा चाहिँ चपेटी। अब म खोइ हेलमेट ल्याएको भन्दा तिमीले अब भान्जा र म जान आँटेको। हामी चाहिँ रेडी भएर भान्जा जाऊ हेलमेट लिएर आऊ। मेरो घोडा यहाँ तयार हुँदैछ, घोडामा टुडु 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 जाने हो। अब टक्क म भान्जाले हेलमेट ल्याउँछन् अनि जान्छु बाटोमा हल्का भिडियो खिच्दै अब के गर्नु यस्तो छ। निश्चय अब माइक चाहिँ अर्डर गरिदिइराख ल भनेको, अब गरिदेऊ है। आइपुगिसकेको छौँ कहाँ भन्दा चपेटी। मान्छेलाई केही चाहिँदैन यार, त्यत्तिकै घुम्नलाई केही छैन यहाँ। यस्तो भिड छ नि, म एकछिनमा पुलमा पुगेर देखाइदिन्छु मान्छेको भिड कस्तो खतरा छ नि। त्यही हिँड्ने बाटो निस्थ्यो, टक्क नर्मल ठाउँ हो यो, झोलुङ्गे पुल हालेको। त्यो पनि कस्तो खतरनाक भिड छ यार। यहाँ केही छैन त्यस्तो विशेष, तर मान्छेहरू बर खतरनाक भिड छ। तर म भान्जाले चाहिँ पर कता जान्छु। म त यहाँको लोकल जस्तै हो, धेरैचोटि आइसकेको मान्छे हो कि भनौँ भन्दा हो भन न हौ। ल यो पुल है आइपुग्न आँट्यो। यहाँ अहिले त के भिड छ भन्दा पहिले हामी आएको बेलामा यस्तो मान्छे हुन्न म। यो पुल ल अनि अनि हामी चाहिँ जाँदैछौँ टक्कसँगले घुम्न। म चाहिँ भान्जालाई लिएर। यस्तो भिड छ नि यहाँ तल, पिकनिक खानेहरूको भिड, यहाँ फोटो खिच्नेहरूको भिड। यहाँ पर यहाँ चाहिँ यस्तो हल्ला सुन्नमा आयो, यो पुलै चुडिएको छ अरे कहाँनिर। यहाँ धेर मान्छे भएर होला टक्कसँगले हामी जाँदैछौँ। यहाँ यस्तो पिकनिक खाने आन्टी मान्छेहरूको भिड। यहाँ अब हामी यस्तो अलिक उमेरको भन्दा पनि अलिक सुड्डीहरू आउनु धेरै जस्तो अलि आन्टीहरू ऊ पर पनि छ मान्छेको भिड देखिन्छ यहाँनिर ओभर भिड छ यार। त्यही पनि आऊ भन्छ। अब हामी जाँदैछौँ, माथिसम्म जानुपर्छ। होइन त्यस्तो मार्छ नि भिडको बाटोमा के छ भने एक्सप्लोर गर्न जाने हो हामी। मलाई थाहा चाहिँ छ, तर यो पनि के छ भनेर म चाहिँ भान्जा। तर यो हाम्रोतिर यो भएन यार, यो फोहोर गर्नेहरू चाहिँ थेट डस्टबिनमा हाल्नु पर्यो अब। यो पिकनिक खानेहरूले यो भएन। यहाँ चाहिँ के छ भन्दा यहाँ तल जाने बाटो छ। हामी यही बाटो गएको सबैजित अस्ति यहाँ तल। अघि म जाने त्यहाँ भन्न यही भिर जाने होइन नि त्यसो लड्यो भने थेट होस्। हामी चाहिँ यस्तो बाटो जान आँट्दैछौँ, भिरको बाटो, खोलाको बाटो नमान्नु डराइदो। यो यहाँबाट हामी खस्दैछौँ तल। नजाने नजाउँ लु हिँड नि त, मेरो त कन्टेन्ट हो। चढ्न सकिँदैन नि त फेरि साँच्चै। होस् नचामिन आऊ यता ल जाउँ। ओ यार लडिन्छ होला त। म चाहिँ अब मेरो रियाक्सन क्याप्चर गर्दै जान आँट्दैछु। ओ यार लडिन्छ नि भन्दा समाउने पनि ठाउँ छैन। म मार्दैन ला तिम्रो बाबाले मामुने। अब हम इस मुश्किल भरी रास्तों से जा रहे हैं। जाने तिमी छिटो भन जाऊ। अब त के अब जानै पर्यो, अप्सन होइन। इस मुश्किल भरे रास्तों में हम जा रहे हैं। ऐसी रास्ता में आपको सबसे पहले तो घबराना नहीं है। अगर आप घबरा गए समझो काम खत्म। ओए छोड़ा ओए यार ओए मास्टर। ऐसी रास्तों में आपको सबसे पहले तो घबराना नहीं है, उसके बाद इसे बगना नहीं है। ला ऐसे तैसे कैसे करके मैं आ चुका हूँ। अच्छा यहाँबाट है, यहाँबाट यस्तो बाटो यस्तो गर्दै यहाँ आएको। यहाँ छु म अहिले, मेरो भान्जा आउँदैछ नि।
अब एडभेन्चर कति हामीलाई मनपर्छ भन्ने कुरा यहीँबाट थाहा पाउन सक्नुहुन्छ तपाईँहरूले त्यस्तो पुलबाट पनि त्यस्तो भिडबाट पनि खस्यौँ हामी ल अब हामी फेरि एक पाइले बाटो छ्या गु हो हेर्न र धन्न हामी अब एक पाइले बाटो जाँदैछौँ यहाँ आयो मासले एक पाइले बाटो हो यो चाहिँ यता भिर छ यता पनि भिर छ बिचमा पाइलामा बाटो भएर तर मान्छेले थुकिदिन्छन् होला अर्छु मैले यता छैन हौ बाटो होइन यता बाटो पनि छैन हौ यता होइन न पर जाउँ न अब हामी जाँदैछौँ यता एक पाइले बाटो हिँड्दै हिँड्दै म चाहिँ त्यो माथिबाट पुलबाट हामी पनि थुक्थ्यौँ त्यो घरहरूले पनि थुक्दिन्छन् भन्ने डरले छु म चाहिँ नजाने सोचेँ हामी जाँदैछौँ अब यस्तो बाटो ओ यहाँ विचार गरेर हिँड नि फेरि यस्तो विचार गरेर हिँड नि होइन त्यो बाटै अप्ठ्यारो छ लडिन्छ नि त यस्तै बाटोमा पहिले हाम्रो गाउँको एउटा मामा लडेर फोटो खिच्नु हुँदा लडेर अब खस्नु भएको होइन अनि त्यही भएर यस्तो बाटो एकदम सावधानी अपनाउनुपर्छ अब हामीले झर्नाको उत्पत्तिमै आइपुगिसक्यौँ अब के भन्नु अब हामी त खतरा भएर पऱ्यो होइन यहाँ मान्छेहरू यस्तो भिडियो उयो गर्दैछन् त्यसो गर्दैन खासमा यो झर्ना चाहिँ यहाँ यस्तो पहिनी फुटेर भएको क्या तर मान्छेहरू खुसी भइरहेको छ किन यो खानेपानीको पाइप लगेको छ नि यहाँबाट त्यो पहिनी फुट्यो अनि तल गएर बगेर झर्ना पो मान्छेलाई त्यही हेर्ने के चाहिँदैन मान्छेलाई हेर्नको लागि के चाहिँदैन टाइम पास गर्नलाई के चाहिँदैन चाहिएको भनेको पैसा हो यहाँ बाटो अप्ठ्यारो म भान्दालाई लिएर यसरी जाउँ भन्ने कुरा हो लडिन्छ नि यहाँ चिप्लेर भान्दा यस्तो छ बाटो यता चाहिँ मरिन्छ के हुनु मान्छेको भिड खोइ मेरो बाइक यतिखेर अब जाँदैछौँ हामी यस्तो बाटो अब कहाँबाट हामी फेरि अहिलेको ठाउँ निस्किनु भन्ने कुरा ओ यहाँ चिप्लेर लडेर भन्दा फेरि खतम हुन्छ नि हामी चाहिँ एक्सप्लोर गर्ने क्रममा आइपुगेका छौँ एकदम खतरनाक खालको मान्छे पौडी खेल्ने ठाउँ जस्तो भएको यो क्या हो पनि यो यस्तो ठाउँ यहाँ चाहिँ मान्छेहरूले पौडी खेल्नै बनाएको होला अब हामी उता कसरी तर्ने भन्ने सोच्दैछौँ यहाँ मासु हामी आउन त आयौँ तर जुत्ता लगाएर कुछौँ खोल्न अल्छी गइरहेको छौँ यस्तो बवाल छ यहाँ देखिन्छ माछा नगर न माछा झन् देखाएको छ्या जोतको हुँदो रहेछ यसको जुम त यस्तै छ खासै केही छैन भन्दा नि केही छ भन्दा नि केही छैन किन हो हामी पनि कहिले हान्नु पार्टी उकालो चढ्ने क्रममा गल्यो अघि झर्न त बौला जस्तो खर गरेर झरेको अहिले चढ्दा चाहिँ अब यस्तो बाटो चढ्नु पर्ने ल भन्छ छिटो बौला चाहिँ बौलै हो जहीँ पनि कुदिन्छौँ म यस्तो बाटो छ हामी चढ्नु पर्ने भिडियोमा त राम्रै देखिरहेको तर ओइ ला यहाँ कसरी चढ्ने यस्तो छ यस्तो बाटो चढ्नु पर्ने हामी अब मेरो एकदम फेसियल एक्सप्रेसन पनि देखेको न धन्न जुत्ता चाहिँ त्यति साह्रो चिप्लेको छैन र मात्रै अनि हय गरेर नखाएर मात्रै मान्छेले झन्डै खस्यो नि झन्डै खस्यो नि अघि त्यहाँबाट खस्नुको सट्टा यहाँबाट घुमेर गएको भइहाल्थ्यो नि हामी त्यही हो अब रेगुलर हुने ट्राई गर्दैछु चपेटी एक्सप्लोर चपेटी त्यही हो अब सब्सक्राइब गरिदिनु होला बेल आइकन दबाइदिनु होला भिडियो भनेको अब ट्राई गर्दैछु म ल है त पिस